हेलो गाइज, आज हामी चिनी मिल हेर्न आएको। अनि आज अवलोकन गर्न आएको है हामी चिनी मिल। अनि के भन्ने खोइ कहिले बनाएको हुन्छ। हामी चिनी मिल हेर्न आएको आज। कस्तो हुन्छ हेरौँ, कस्तो छ। पहिलोचोटि आएको हेरौँ है त साथी। यहाँबाट जाने यता यस्तोरी धुवा फाल्ने छ। फर्स्ट टाइम आएको हेर्नलाई पर्मिसन चाहिँदो रहेछ। जो कोहीलाई आएर दिँदो रहेछ, नाम टिपाउनु पर्दो रहेछ। सेक्युरिटीहरू मजाले बस्दो रहेछ। धुवा फाल्ने यस्तो रहेछ। यो के को बुट्टा हो र यो? ठुल्ठुला छ त, सानो घरहरू रहेछ। ए उखु तान्ने क्रेन होला त्यो माथिको। त्यसरी तानेर अनि माथि लैजाने छ। उखुलाई क्रेनले तान्ने छ। उखुको भारीको भारी ट्र्याक्टरमा। माइ गड कति धेरै हो उखु। यो रुमिटालाई के गर्नु है। चिनीलाई धुनी हो। चिनी त्यो बगासमा चिनी जान्छ नि गुलियो, त्यसलाई धुई नचोर्ने हो। चिनी नजान दिने। मेरो मोबाइल नखसोस् है फेरि यहाँ।
भयो रुपियाँ Dadan, kata aku beli. Kamu dah. Mana ya? Kalau ni saya. के बोल्ने हो यो भलक गराउन सिक्छु कि म हामी जहाँ गयो भने भलक गराउनु पाऊँ यहाँ धुवा हेर्नु बोल्दा बोल्दै आउने छ यार म त बोल्नु हाम्रो मेन चाहिँ उहाँ हुनुहुन्छ दाइ हामीलाई देखाउने हाम्रो दाइ आयो मेन चाहिँ दाइ यो के हो भनिदिनु त रस बोइलिङ हुँदैछ ऊ रस बोइलिङ हुने ए हो र ए हुँदै जान्छ नि चिनी कुदो पनि भएको रहेछ यहाँ यो चिनी देखिनु बोल्नु यहाँ पनि रस झर्दै रहेछ यहाँ लास्ट पनि लगाइरह फर्स्ट टाइम भयो भिडियो गराएको के लिएको यस्तो के लिएको दाइ रसको लिएको भेली ए यो भेली हो बल्ल हेर्नु त साथीहरू यहाँ धुवा कति निस्केछ धुवा
अब हामी चिनी मिलबाट फर्किँदैछौँ यहाँ हाम्रो टिम हो यो चाहिँ आज चिनी मिलको अवलोकन गर्न आएको फर्स्ट टाइम हो आएको साथीहरू कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला धेरैभन्दा धेरै भ्युज त कुन्नी 4-5 भ्युज आए पनि खुसी नै चिनी त खान पाइन्न चिनी त खान पाइएन ऊ पनि एउटा पनि दिएनन् धुवा भन्ने दरो खाइयो हेरियो त्यही राम्रो लाग्यो यस्तो र हुने रहेछ भन्ने थाहा भयो चिनी कसरी बनाउने रहेछ भन्ने पनि थाहा भयो साथी ल हेलो गाइस आज मम्मीले फर्स्ट भ्लगमा कस्तो बनाउनु भयो अनि धेरैले माया गर्नु होला लाइक कमेन्ट गर्नु होला बाई बाई नमस्ते ह्याप्पी न्यू इयर